कालचक्र। दर्शकबिन नमस्कार, कालचक्रमा स्वागत छ। म दिनेश पाण्डे। आजको कार्यक्रममा हामीले स्थानीय सरकारको लाचारीदेखि सीमा पारीको महाअपरेसनसम्मका 3 मुख्य विषयहरू प्रस्तुत गर्दैछौँ। आजको पहिलो विषय बुटवल 11 मा 36 कुलो थुनेर बनाइएको अवैध संरचना र उपमहानगरपालिकाको लज्जास्पद मौनताको नालीबेलीमा केन्द्रित रहेको छ। दोस्रो विषय छ देवदह नगरपालिकामा 6 बिघा वन र विद्यालयको 1 बिघा जग्गा दलालहरूले कब्जा गर्दा पनि जनप्रतिनिधिहरू र कर्मचारीले ओढेको स्वार्थको सिरक भने तेस्रो विषय रहेको छ भारतको कुशीनगरमा बन्धक बनाइएका 553 जना नेपाली युवा युवतीहरूलाई नेपाल प्रहरीले सिमाना पारी पुगेर उद्धार गरेको छ। सुरक्षा इतिहासकै सबैभन्दा ठुलो अन्तर्देशीय अपरेसन। अब लागौँ आजको पहिलो विषयतर्फ। स्थानीय सरकार सार्वजनिक सम्पत्तिको रक्षकी भूमाफिया तथा शक्तिवालाहरूको निजी एजेन्ट। बुटवल उपमहानगरपालिका वडा नम्बर 11 को 1636 कुलो अन्तर्गतको 36 कुलो प्रकरणले स्थानीय सरकारको असली अनुहार जनता सामु छर्लङ्ग पारिदिएको छ। नापी अधिकृतले अवैध पुष्टि गरिसकेको संरचना भत्काउनुको साटो 7 महिनासम्म फाइल दबाएर राख्ने उपमेयर सावित्रा देवी अर्याल र त्यही अवैध भवनको रिबन काट्न पुग्ने वडा अध्यक्ष रामचन्द्र छेत्रीको यो हरकतले लज्जाको सीमा नागेको छ। विस्तृतमा बुझ्न हेर्नुहोस् यो विशेष रिपोर्ट। 1636 कुलो थुनेर यहाँ कसको चल्छ राज? अवैधको रिबन काट्दा उपमहानगरपालिकालाई लाग्दैन र लाज? 7 महिनासम्म फाइल लुकाई न्यायको घाँटी रटक्क रेट्ने चल्दैन खेल। अब उपमेयरको अदालत पठाई आफू पन्सिने। मेयरज्यूको बोली मात्रै हो कि चल्छ अब कुलोमा दोजर? जाग्दैछन् अब बुटवलका जनता, हिसाब हुनेछ खोज कर। हो दर्शकबिन, स्थानीय सरकार सार्वजनिक सम्पत्तिको रक्षक हो कि भूमाफिया तथा शक्तिवालाहरूको निजी एजेन्ट? बुटवल उपमहानगरपालिका वडा नम्बर 11 को 1636 कुलो अन्तर्गतको 36 कुलो प्रकरणले स्थानीय सरकारको असली अनुहार जनता सामु छर्लङ्ग पारिदिएको छ। सरकारी जग्गा र सार्वजनिक कुलो मिचेर अवैध भवन थडिँदा टुलु हेरेर बस्ने, पछि त्यही अवैध संरचनाको उद्घाटनमा रिबन काट्न जाने वडा नम्बर 11 का वडा अध्यक्ष रामचन्द्र छेत्रीको यो हरकतले लज्जाको सीमा नागेको छ। ज्ञानमुखी टोल नजिक मानकुमारी लगायतका स्थानीयहरूले जब उपमहानगरपालिकामा लिखित निवेदन दिए विषय ऐना जत्तिकै प्रष्ट थियो। सार्वजनिक कुलोको निकास थुनेर भवन बनाइँदैछ, तत्काल रोकियोस्। ती जग्गा मिच्ने व्यक्तिको नाम हो डिला गिरी। यस विषयमा नापी अधिकृत तिरदेव बुढाथोकीले स्थलगत जाँच गरी लिखित प्रतिवेदन समेत बुझाए। उक्त प्रतिवेदनमा प्रष्टसँग लेखिएको छ 36 कुलोको क्षेत्राधिकार मिचेर संरचना बनेको स्पष्ट देखिन्छ। आफ्नै नापी अधिकृतको आधिकारिक रिपोर्टले अवैध पुष्टि सकेपछि तत्काल डोजर चलाउनु पर्ने ठाउँमा उपमहानगरपालिकाले 7 महिनासम्म के खिचडी पकायो। 7 महिनाको यो लामो अवधिमा एउटा अवैध घर भुइँबाट उठेर सम्पन्न भई रङरोगन भइसक्दा पनि नगरपालिका कुन कुम्भकर्ण निन्द्रामा सुतिरहेको थियो। न्यायिक समितिको कुहिएको न्याय र तर्किने बाटो। गत पुस 21 गते न्यायिक समिति संयोजक एवं उपमेयर सावित्रा देवी अर्याल र समितिको टोलीले जे निर्णय गर्यो त्यो न्यायको उपहास मात्र थियो। 7 महिनासम्म फाइल दबाएर राख्ने अनि जब भवन पूर्ण रूपमा बनिसक्छ तब गैर जिम्मेवार बन्दै भनिदिने, मेलमिलाप भएन अब अदालत जानु। यो कस्तो न्याय हो उपमेयरज्यू? सार्वजनिक र सरकारी जग्गाको संरक्षण गर्ने कानुनी जिम्मा पाएको स्थानीय निकायले आफै एक्सन लिनुको साटो सोझा जनतालाई अदालतको चक्कर लगाउन बाध्य पार्नु कसको दबाव र प्रभाव हो? यो तर्किने बाटो मात्रै त होइन, प्रश्न उठेको छ। निर्माणकर्ता डिलागिरी एवं ओसो समूहलाई भवन सम्पन्न गर्ने समय दिने सुनियोजित र रणनीतिक खेल थियो भन्ने कुरा अब काम जत्तिकै छर्लङ्ग भइसकेको छ। वडा अध्यक्ष र नगरपालिकाको सर्कस, एउटाले भत्काउन भन्ने, अर्कोले रिबन काट्ने। चौतर्फी फलोअप र दबावपछि उपमहानगरपालिकाले कागजी प्रक्रिया पूरा गर्न माघ 13 गते बल्ल निर्णय रोक्काको पत्रकार छ। त्यसपछि 20 गते फेरि 15 दिने अल्टिमेटम दिँदै भवन हटाउन अर्को पत्र पठाइन्छ। तर विडम्बना र लाजमार्दो सर्कस हेर्नुहोस्, उपमहानगरपालिकाको पत्र भन्छ यो संरचना पूर्ण रूपमा अवैध छ, तत्काल हटाऊ। उता फेरि वडा नम्बर 11 का वडा अध्यक्ष भन्छन् तिमीहरू भवन बनाऊ, म आफै आएर रिबन काटिदिन्छु। नगरपालिकाले अवैध घोषित गरिसकेको र भत्काउन पत्र काटेको संरचनामा वडा अध्यक्ष स्वयं पुगेर ताली पड्काउँदै उद्घाटन गर्नु कुन कानुनको पालना हो? वडा अध्यक्ष रामचन्द्र छेत्रीज्यू, तपाईलाई ती न्याय खोज्ने जनताले भोट दिएका हुन् कि यो अतिक्रमणकारीले? नगरको निर्णय र कानुनलाई लत्याउँदै सार्वजनिक कुलो थुन्नेको पक्षमा लम्पसार पर्न तपाईलाई अलिकति पनि नैतिकताले छोएन? कुलो थुनेर कस्तो ध्यान र मोक्ष? आध्यात्म, शान्ति र मानवताका ठुला ठुला कुरा गर्ने ओसो केन्द्रको यो कस्तो ध्यान हो जहाँ निकास
थुनिन्छ, सार्वजनिक सम्पत्ति हडपिन्छ र भवन बन्छ, त्यही आफ्नो कार्यालय राखिन्छ। पीडितले ओसोको केन्द्रीय कार्यालयमा पटक पटक म्यासेज र गुनासो पठाउँदा कुनै रेस्पोन्स नगर्ने तर ओसोका प्रमुखले अवैध भवनको उद्घाटनमा कम्मर कसेर सहभागी हुनुले के प्रमाणित गर्छ? गम्भीर प्रश्न उठेको छ। कतै यो आध्यात्मिक संस्था पनि यो सेटिङको एउटा मुख्य हिस्सा त होइन? अरूको हक अधिकार मारेर सार्वजनिक कुलो मिचेर बनाइएको कङ्क्रिटको भवनभित्र गरिने ध्यानले मोक्षे कसरी मिल्ला? मेयर, उपमेयर र वडा अध्यक्षलाई हाम्रो सिधा प्रश्न। मेयरज्यू, तपाईँको प्रशासनले भत्काउने आदेश दिने तर तपाईँको मातहतको वडा अध्यक्षले त्यही गएर रिबन काट्ने, तपाईँको कमान्ड र प्रशासनिक शक्ति खोइ कि तपाईँको पनि यसमा भित्री आशीर्वाद छ? उपमेयरज्यू, 7 महिनासम्म फाइल कुहाएर राख्नुको मूल्य केसँग तय भएको थियो? सार्वजनिक जग्गा मिचिँदा जनतालाई अदालत पठाएर आफू पानीमाथिको ओबानो बन्न पाइन्छ? वडा अध्यक्षज्यू, सार्वजनिक कुलो मिचिँदा तपाईँको मौनता र अवैध भवनको उद्घाटनमा तपाईँको यो सक्रियताले अतिक्रमणकारीसँगको तपाईँको नीतिगत कनेक्सन पुष्टि गर्दैन र? अब कुलो मिचिएको ठाउँमा दोजर चल्छ कि चल्दैन? जनताको खबरदारी। यो विषय अहिले जिल्ला प्रशासन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगिसकेको छ। साल फेरियो तर सेटिङको जगमा ठडिएको महलमा भने एउटा इटा पनि झरेको छैन। यदि तत्काल त्यो अवैध संरचनामा उपमहानगरपालिकाको डोजर चल्दैन भने बुझ्नुहोस् बुटबलमा कानुन मरेको छ, माफियाको राज चलेको छ। वडा अध्यक्ष रामचन्द्र छेत्रीको यो भनाइ सुन्नुहोस्। त्यहाँ एउटा धार्मिक कार्यक्रम ओसो समथिङ के ओसो नै हो कि के हो, मैले पनि त्यतिकै चाहिँ राम्रोसित थाहा पाउन सकिनँ। त्यहाँ एउटा कार्यक्रम छ, त्यहाँ आउनु होला भनेर चाहिँ भनेको थिएँ। कहाँ हो भन्दा मलाई पनि स्थान त्यति राम्रोसित थाहा भएन र त्यहाँ जाँदा खोज्दै गएँ, फोन खोज्दै जाँदाखेरि चाहिँ त्यो ठाउँ रहेछ। यो स्पष्टीकरण गैर जिम्मेवार र लज्जास्पद रूपमा आफू बच्न खोज्ने दाउपेज मात्रै हो। आफ्नै उपमहानगरपालिकाले अवैध ठहर गरी भत्काउन पत्र काटेको संरचनामा पुग्दा मलाई कुलो मिचेको यही भवन हो भन्ने थाहा भएन भन्नु जनताको आँखामा छारो हाल्नु हो। उद्घाटनको निमन्त्रणा पाउँदा र त्यहाँ पुग्दा विवादित जग्गा र निर्माणकर्ता डिलागिरीको अनुहार नचिन्नु कुनै नैतिकताभित्र पर्छ र? यो गम्भीर प्रश्नका बीच अहिले 35 दिने सूचना निकालिएको र योगीकुटीसम्मकै सबै संरचना मार्किङ गरेर हटाइने जुन दाबी गरिएको छ त्यसलाई बुटबलका जनताले नजिकबाट नियालिरहेका छन्। वडा अध्यक्षज्यू, यो केवल मिडियाको प्रश्न र जनआक्रोशबाट उम्किने पन्छिने बाटो मात्र नबनोस्। अब कागजी अल्टिमेटमको खेल बन्द गरियोस्। 35 दिनपछि कुलो मिच्ने ती शक्तिशाली भूमाफियाका अवैध महलहरूमा उपमहानगरको डोजर कुद्छ कि कुद्दैन, जनता त्यसको प्रतीक्षामा छन्। यसैबीच बुटबलका मेयरले सार्वजनिक रूपमा कुलो मिचेका संरचनाहरू पूर्ण रूपमा हटाइनेछ र कसैलाई छुट नहुने प्रतिबद्धता व्यक्त गरेका छन्, जुन सकारात्मक कुरा हो। तर यो भनाइ आफू प्रश्नबाट बच्न केवल सस्तो लोकप्रियताका लागि मात्र नहोस्, वास्तवमै विधिको शासन स्थापना गर्नका लागि होस्। तर यो व्यावहारिक रूपमा कार्यान्वयन हुन भने अझै बाँकी नै छ। जनताको धैर्यताको बाध नटुटोस्। सरकारी सम्पत्ति लुछाचुरी गर्नेहरू र तिनलाई काँध थापेर रिबन काट्ने, बुटबलको 36 कुलो मिचिएको ठाउँलाई न्याय दिन नसक्ने जनप्रतिनिधिहरूलाई इतिहास र बुटबलका जनताले कहिल्यै माफ भने गर्ने छैनन्। कालचक्र। धर्म र आध्यात्ममा हाम्रो पनि पूर्ण विश्वास छ, त्यसमा हाम्रो कुनै गुनासो छैन। तर यही पवित्र आस्थाको नाममा सार्वजनिक जग्गा मिचेर व्यापार गर्ने कानुन कुल्चने छुट भने कसैलाई पनि छैन। अब यो कागजी अल्टिमेटमको खेल बन्द गरियोस्। 35 दिनपछि कुलो मिच्ने ती शक्तिशाली भूमाफियाका अवैध महलहरूमा उपमहानगरको डोजर कुद्छ कि कुद्दैन, जनता त्यसको प्रतीक्षामा छन्। अब लागौँ आजको दोस्रो विषयतर्फ। रूपन्देही जिल्लाको देवदह नगरपालिका, जहाँ कानुनका पानाहरू सरकारी दराजमा थन्किन्छन् तर भूमाफियाका कमान्डहरू भने सरकारी जग्गाको फिल्डमा गर्जिन्छन्। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाको हस्ताक्षरमा 6 बिघा वन र महामाया भवानी स्कुलको 1 बिघा जग्गा खाली गर्न जारी गरिएको 35 दिने सूचनाको म्याद गुज्रेको पनि 2 वर्ष भइसक्यो। सूचना निकाल्ने तर 2 वर्षसम्म कार्यान्वयन नगर्ने मेयर ध्रुव प्रसाद खरेल, उपमेयर विद्यालक्ष्मी गुरुङ र वर्तमान प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेल कुन स्वार्थको सिरक ओढेर सुतिरहेका छन्? विस्तृतमा हेर्नुहोस् यो विशेष रिपोर्ट। देवदह नगरपालिकामा कागजी उर्दी, फिल्डमा भूमाफियाको लुट, मेयर खरेल र उपमेयर गुरुङको सुशासनको मुकुण्डो भयो च्युर। जनप्रतिनिधिहरू र कर्मचारी तमासा हेर्दै बस्ने गर्छन् चुप। वडा अध्यक्षकै अगाडि जग्गा भयो गायब, वन र स्कुलको भूमि मिची बस्ने दलालहरू बन्दैछन् साहेब। दर्शकबिन, यति बेला हामी
रूपन्देही जिल्लाको देवदह नगरपालिकाको वडा नम्बर 4 भवानीपुरमा आएका छौँ। तपाईँहरूले मेरो पृष्ठभूमिमा देख्न सक्नुहुन्छ, मेरो पृष्ठभूमिमा देखिएका यी घरहरू सरकारी जग्गा हडपेर बनाइएका घरहरू हुन्। देवदह नगरपालिकाले विक्रम सम्वत 2081 साल साउन महिनाको 3 गते एउटा 35 दिने सूचना जारी गर्यो। जुन सूचना अनुसार त्यो सूचना यहाँ पनि टाँसिएको थियो। यो जग्गा नेपाल सरकारको हो, जग्गा विवरण भनिएको छ, तर यहाँको यो ब्यानर च्यातिएर धुजा भइसकेको छ। तर यति भइसक्दा पनि 35 दिने सूचना निकालेको आज 2 वर्ष बितिसकेको छ। तर देवदह नगरपालिकाका नगर प्रमुख नगरपिता मेयर साहबले यो जग्गा फिर्ता ल्याउन सक्नु भएको छैन। हो दर्शकबिन, रूपन्देही जिल्लाको देवदह नगरपालिका जहाँ कानुनका पानाहरू सरकारी दराजमा थन्किन्छन्, तर भूमाफियाका कमान्डहरू भने सरकारी जग्गाको फिल्डमा गर्जिन्छन्। सुशासनको ढोल पिटेर नथाक्ने यो नगरपालिका यति बेला निकम्मा 15 अन्धो प्रशासनिक शैलीको एउटा निकृष्ट एवं ज्वलन्त उदाहरण सहितको एक नमुना बनेको छ। मिति 2081 साल साउन 3 गते देवदह नगरपालिकाले चलानी नम्बर 37 को पत्रमा एउटा 35 दिने सार्वजनिक सूचना जारी गर्छ, जहाँ स्थानीय सरकार सञ्चालन ऐन 2074 को धाक लगाउँदै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाको हस्ताक्षरमा उर्दी जारी गरिएको थियो, जहाँ 35 दिनभित्र सरकारी वन र विद्यालयको नाममा रहेको जग्गामा बनेका घर टहराहरू हटाई उक्त जग्गा खाली गरियोस्। तर आज यो पत्रको म्याद गुज्रेको पनि 2 वर्ष भइसक्यो। 35 दिनको त्यो कडा म्याद 2 वर्षसम्म थन्किँदा देवदह नगरपालिकाका जिम्मेवार ओहदावालाहरू कुन दुलोमा लुकेर बसेका छन्? यो 2 वर्षको सन्नाटाले के प्रमाणित गर्छ? त्यो 35 दिने सूचना केवल बुढी कुटेर बुहारी तर्साउने भने चाहिँ केवल कागजी नाटक र पर्दा पछाडि भूमाफियासँगको मोटो सेटिङ गर्ने परपञ्च त थिएन? प्रश्न उठेको छ। नत्र भने सूचना निकाल्ने तर 2 वर्षसम्म कार्यान्वयन नगर्ने यसले के सङ्केत गर्छ? अतिक्रमणको यो सङ्गठित सञ्जालले राज्यको सम्पत्ति र बाल बालिकाको भविष्यमाथि सोझै डकैती गरिरहेको छ। देवदह नगरपालिका वडा नम्बर 4 भवानीपुर स्थित कित्ता नम्बर 115 को 6 बिघा 14 कट्ठा 17 धुर वन क्षेत्रको सरकारी जंगल 40 जना व्यक्ति तथा संस्थाहरूले कब्जा जमाएका छन् भने कित्ता नम्बर 15 को 1 बिघा जग्गा जुन श्रेष्ठता बमोजिम महामाया भवानी माध्यमिक विद्यालयको सम्पत्ति हो। यसमा 9 जनाले स्थायी घर टहरा खडा गरेर विद्यालयको भविष्य लुटेका छन्। यो क्षेत्र केवल सरकारी र विद्यालयको जग्गा मात्र होइन, बुद्ध धर्म र प्राचीन पुरातात्विक इतिहास बोकेको देवदहको ऐतिहासिक भूमि पनि हो। तर प्रश्न उठ्छ, यो जग्गा कहिलेदेखि कुन सालबाट व्यक्तिको नाममा पुर्याइयो? कुन राजनीतिक र प्रशासनिक नायकहरूको स्वार्थका लागि सरकारी श्रेष्ठता बदल्ने परपञ्च रचियो? वर्षौं पहिलेदेखि सुरु भएको यो खेलमा अहिलेसम्म यो जग्गा कतिपटक किनबेच भइसक्यो होला। माफियाहरूले सरकारी र विद्यालयको जग्गालाई टुक्रा टुक्रा पारेर सर्वसाधारणलाई बेच्दै करोडौंको अवैध धन्दा चलाउँदा पनि स्थानीय सरकार किन अन्धो बनेको छ? जनताले प्रश्न उठाउन थालेपछि नगरपालिकाले फिल्डमा अर्को उदेक लाग्दो नाटक मञ्चन गर्यो। यो जग्गा सरकारको हो भन्दै ठुलो बोर्ड त गाडियो, तर त्यहाँ गाडिएको बोर्डमा अतिक्रमण गर्ने ती शक्तिशाली भूमाफिया र संस्थाहरूको नाम लेखिएको विवरणलाई योजनाबद्ध रूपमा च्यातिएको छ भने अब शेष मात्र बाँकी रहेको छ। नाम त्याग्दैमा के त्यत्रो महापाप र अपराध लुक्छ? यो महाघोटाला र अवैध किनबेचको भित्री जालो बुन्ने मुख्य योजनाकार को हुन्? जग्गा दलाली गर्ने भूमाफिया र उनीहरूलाई संरक्षण दिने राजनीतिक नायकहरू को हुन्? तिनीहरू जोसुकै हुन्, तिनीहरूको पहिचान गरी कानुनी कठघरामा उभ्याउनु तथा हदैसम्मको कडा कारबाही गर्नु आजको मुख्य आवश्यकता हो। नगर प्रमुख ध्रुव प्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ र सम्बन्धित वडाका वडा अध्यक्ष दमननाथ रेग्मी, विद्यालय तथा वनका अधिकारीहरू कुन स्वार्थको सिरक ओढेर सुतिरहेका छन्? न्यायिक समितिको कुर्सीमा बसेर सुशासनको भाषण छाड्ने उपमेयर र आफ्नै आँखा अगाडि विद्यालयको जग्गा लुटिँदा मुख दर्शक बन्ने वडा अध्यक्षको यो लाचारी कतै यो महाघोटालाको हिस्सेदारी त होइन? यहाँ प्रश्न उठेको छ। वर्तमान प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेल पूर्व अधिकारीले काटेको पत्रलाई रद्दीको टोकरीमा फालेर केवल हाजिर गर्न र सरकारी सेवा सुविधा बचाउन मात्रै देवदह आएका हुन्। आफ्नै 1 बिघा जग्गा लुटिँदा महामाया भवानी माध्यमिक विद्यालय प्रशासन र व्यवस्थापन समिति किन यसरी मरे तुल्य बनेर लाचार बनेको छ? के पारा के तरिका हो यो? यो निकम्मा शैली अब चल्नेवाला छैन। बोर्ड गाड्ने र कागज टाँस्ने नाटक बन्द गरियोस्। 2 वर्षसम्म कानुनलाई आफ्नो खल्तीमा हालेर हिँड्ने देवदह नगरपालिकाका जिम्मेवार नेतृत्वहरू अब होसियार। अब तपाईहरूको यो लाचारी जनताको अदालतमा उदाङ्गो पारिनेछ। यो अवैध धन्दाका मुख्य योजनाकारहरूलाई कानुनी कठघरामा उभाएर कारबाही नगर्दासम्म र वन तथा विद्यालयको जग्गा पूर्ण रूपमा फिर्ता नल्याउँदासम्म यो हाम्रो खोजी रोकिने छैन।
कालचक्र। बोर्ड गाड्ने र कागज टास्ने नाटक बन्द गरियोस्। तपाईहरूको यो लाचारी र सेटिङको मुकुण्डो अब जनताको अदालतमा उदाङ्गो पर्नेछ। अब लागौँ आजको अन्तिम नेपाली सुरक्षा इतिहासकै सबैभन्दा ठुलो र साहसिक अन्तर्देशीय अपरेसनको विषयतर्फ। नेपालको सिमाना पारी भारतको कुशीनगर, जहाँ आकर्षक रोजगारी र धेरै कमाउने सपना बुनेर भारत पसेका 453 जना नेपाली युवा युवतीहरू सीमा पारीको सङ्गठित अपराध र आधुनिक दासताको पासोमा फँसेका थिए। भारतको उत्तर प्रदेश स्थित कुशीनगरमा बन्धक बनाइएका 115 महिला र 338 पुरुष सहित 453 जना नेपाली नागरिकलाई नेपाल प्रहरी र भारतीय सुरक्षा निकायको उच्च स्तरीय संयुक्त अपरेसन मार्फत शुक्रबार राति 12 बजे तस्करहरूको पन्जाबाट मुक्त गराई सकुशल स्वदेश फर्काइएको छ। हेर्नुहोस् यो विशेष रिपोर्ट। नेपाली सुरक्षा इतिहासकै सबैभन्दा ठुलो र साहसिक अन्तर्देशीय अपरेसन सिमाना पारी भारतको कुशीनगर, जहाँ आकर्षक रोजगारी र धेरै कमाउने सपना बुनेर भारत पसेका 453 जना नेपाली युवा युवतीहरू सिमाना पारीको सङ्गठित अपराध र आधुनिक दासताको पासोमा परेका थिए। भारतको उत्तर प्रदेश स्थित कुशीनगरमा बन्धक बनाइएका 115 महिला र 338 पुरुष सहित 453 जना नेपाली नागरिकलाई नेपाल प्रहरी र भारतीय सुरक्षा निकायको उच्च स्तरीय संयुक्त अपरेसन मार्फत शुक्रबार राति 12 बजे तस्करहरूको पन्जाबाट मुक्त गराई सकुशल स्वदेश फर्काइएको छ। दर्शक पनि देख्न सक्नुहुन्छ यति बेला जुन भारतबाट जुन नेपालीलाई नेपालीले नै बन्धक बनाइएको भन्ने सूचना थियो र 453 जनाभन्दा बढीको सङ्ख्यामा अहिले रूपन्देहीको यो भैरवा स्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ। जुन लम्बिनी प्रदेश प्रहरी र रूपन्देही जिल्ला प्रहरीको समन्वयमा ल्याएर अहिले चाहिँ डाटा लिने काम भइरहेको छ। यो महासफलताको कूटनीतिक कमान नयाँ दिल्ली स्थित नेपाली दूतावासका मिनिस्टर काउन्सिलर अम्बिका जोशी र परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल छेत्रीको च्यानलले सम्हालेको थियो। भारत सरकारको सम्बन्धित निकायसँग त्यहाँको सम्बन्धित प्रहरीसँग समन्वय गरेर हामीले यो रेस्क्यु अपरेसन गऱ्यौँ भनौँ, उहाँहरूलाई उद्धार गर्ने काम गरेको हो। जहाँ जहाँ नेपाली हुनुहुन्छ उहाँहरूको सुरक्षा, उहाँहरूको चाहिँ हित हाम्रो एकदम प्रधान एकदम प्राथमिकताको विषय रहिरहेको छ। त्यो भएनाले हामीले त्यहाँका देशको सम्बन्धित निकायहरूसँग चाहिँ एक किसिमले सम्बन्धहरू बनाइराखेका हुन्छौँ। केही पर्दा सानो ठुलो घटनाहरू पर्दाखेरि, जस्तो यो अहिले तपाईँले भन्नुभएको विषय भयो यो होइन, अनि बेला बेला उद्धार उहाँहरूको सहयोग बिना त हामीले गर्न सक्दैनौँ, किनभने हाम्रो पुलिस लाने कुरो भएन, हाम्रो आर्मीले लाने कुरो भएन। त्यहाँ त त्यहाँको लोकल त्यो देशको कानुन मानेर हामीले काम गर्नुपर्ने हुन्छ होइन। त्यो भएको हुनाले त्यहाँको लोकल अथोरिटिजहरू, त्यहाँको स्थानीय सरकार अथवा त्यो देशको सम्बन्धित निकायहरू को चाहिँ सहयोग बिना त हामीले काम केही पनि गर्न सक्दैनौँ। त्यो भएनाले चाहिँ उहाँहरू चाहिँ सँग एकदमै नजिकको सम्बन्ध स्थापित गरेर काम गर्ने हाम्रो प्रचलन नै हो एक किसिमको। हामीले त्यो गर्दै नै त्यही हो। र यो अहिले जुन भारतको जुन तपाईँलाई भन्नुभयो उद्धार सम्बन्धी, यो पनि ठ्याक्क भएको त्यही नै। दिल्ली दूतावासका एसएसपी प्रकाश मल्ल आफै कुशीनगरको ग्राउन्डमै खटिए भने किङ इन्डियाका नवीन जोशीको टोलीले पहिलो साथ दियो। एउटै रुममा 8 जना 10 जना 12 जना 15 जना पनि सुताएको, सानो रुममा सुताएर राखेको, एउटा कम्मल र पङ्खा मात्रै थियो त्यो गर्मीमा, अरू केही पनि थिएन। त्यसरी सुताएर राखिरहेको अवस्थामा त्यहाँ फेला पर्नुभयो र त्यसपछि प्रहरीहरूले उहाँहरूलाई स्क्यानिङ गर्नुभयो, उहाँहरूले जाँचबुझ गरेर यता पठाउने काम गर्नुभयो। एसएसपी मल्लका अनुसार यी युवाहरूलाई अवैध नेटवर्किङ पिरामिड शैलीको बिजनेसमा जबरजस्ती संलग्न गराई कोठामा थुनेर चरम मानसिक यातना दिने गरिएको थियो। विगत केही समयदेखि नेपाल एम्बेसीलाई यो नेपाली नागरिकहरूलाई झुटा आश्वासनहरू दिएर विभिन्न प्रलोभनमा पारेर भारतीय ऊहरूमा विशेष गरी सीमावर्ती सहरहरूमा चाहिँ गैरकानुनी कम्पनी खोलेर नेपालीहरूलाई जागिर लगाइदिन्छु भनेर बोलाउने, त्यसपछि त्यहाँ चाहिँ एउटा नेटवर्कको रूपमा चाहिँ फ्रड व्यवसायमा चाहिँ जबरजस्त संलग्न गराउने र हामीहरूलाई चाहिँ पैसा माग्न लगाउने, अरू 10 जना खोज्न लगाउने र त्यो भएन भने शारीरिक र मानसिक यातना दिने। हामी निकै दुःख पायौँ। त्यो कारणले गर्दाखेरि हाम्रो चाहिँ उद्धार गरिदिनु पर्यो भनेर नेपाल एम्बेसीलाई पटक पटक विगत 6-7 महिना पछाडिदेखि नै चाहिँ त्यो सूचनाहरू आइरहेको अवस्था थियो। त्यसमध्येमा पछिल्लो उमा चाहिँ एकजना हाम्रो सर्भाइभर पनि हामीहरूको सम्पर्कमा पुग्नुभयो, त्यहाँबाट भागेर निक्लेको। 2023 सालको 27 गते 2 महिनाको 4 दिनको 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 2 महिनाको
गर्छौँ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी भूपेन्द्र बहादुर खत्रीको निर्देशन र रूपन्देही प्रहरीको स्थलगत कमान्डले शुक्रबार राति कुशीनगरको त्यो अन्धकार कोठाबाट 453 नेपालीलाई बिना कुनै क्षति मुक्त गराउँदै यो अपरेसनलाई सफलताको उचाइमा पुर्यायो। यो विषयमा हामीलाई विभिन्न स्रोतहरूबाट स्पेसल्ली हाम्रो नेपाल स्थित दूतावासमा समेत भिक्टिमहरू जो नेपालीहरू यो एक प्रकारको ह्युमन ट्राफिकिङ को इस्यु पनि हो। यो विभिन्न प्रलोभनमा पारेर विगतमा भएका यो नेटवर्किङ बिजनेस जस्तो जुन नेपालको कानुनले पनि त्यसलाई विशेष गरेको छ र विभिन्न सोझासाझा विभिन्न रिमोट एरियामा बस्ने दाजुभाइ दिदीबहिनीहरूलाई प्रलोभनमा पारेर नेटवर्किङ बिजनेसको लोभ देखाएर यसबाट धेरै इन्कमहरू हुन्छ भनेर त्यो धन्दा चाहिँ जो मान्छे पीडित भएर आउनु भएको थियो त्यहाँ निस्किनु भएको थियो केही पीडितहरूले चाहिँ हाम्रो विभिन्न प्रहरी युनिटहरूमा उजुरीहरू दिनुभएको थियो। त्यो उजुरीहरूको सन्दर्भमा हामीले डिटेलमा अनुसन्धान गर्दा नेपाली दूतावासको हाम्रो प्रहरी एटिआइजी हुनुहुन्छ प्रहरी वरिष्ठ परिषद प्रकाश मङ्गज्यू र प्रहरी प्रधान कार्यालय र यो हाम्रो नेपाल प्रहरी महानिर्देशकज्यूको सचिवालयमा समेत हामीले यो विषयमा जानकारी गराएर र नेपाली दूतावास मार्फत हाम्रो परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय मार्फत हामीले यसलाई फर्मलाइज गरेर र यसमा हामीले नेपाल सरकारको रिक्वेस्टमा भारतीय प्रहरीहरूले विशेष गरेर युपीको त्यहाँको लोकल युनिटहरू प्रहरी सेवाबाट यो जुन रेस्क्यु भएको छ 453 जना र उहाँहरूलाई यो उद्धार गर्नको लागि ठुलो सहयोग भएको छ। र यसमा मुख्यतया अहिले हामीले हेर्नुपर्ने विषय चाहिँ 2-3टा छ र यो अहिले सुन्नमा आएको छ कि भिक्टिमहरूबाट अरू स्थानहरूमा पनि भारतका विभिन्न स्थानहरूमा यस्तो जो मान्छेहरू हाम्रा दाजुभाइ दिदीबहिनीहरू सोझासाझा दाजुभाइ दिदीबहिनीहरू प्रलोभनमा परेर यस्तो खालको गैर कानुनी धन्दामा पेसामा चाहिँ जबरजस्ती सहभागी गराइनु भएको छ। उहाँहरूलाई चाहिँ फिजिकल्ली त नभनौँ तर मेन्टल प्रेसरहरू मेन्टल टर्चरहरू पनि दिएको कुराहरू चाहिँ यहाँहरूले पनि भिक्टिमहरूसँग इन्टरेक्सन गर्दा देख्नुभयो होला। त्यस कारण चाहिँ यसरी चाहिँ हामी डेभलप गरेर यो जुन अहिलेको जुन रेस्क्यु भएको छ त्यसलाई सम्भव भएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार राज्य संयन्त्र र प्रहरीको दूरदर्शिताले यो नयाँ नजिर स्थापित गरेको हो। जिल्ला सुरक्षा समितिले पनि समन्वय गरेर यो हामी उहाँहरूलाई चाहिँ अब भनौँ न के भन्छ एउटा ह्युमेनिटेरियन एउटा सपोर्ट गर्ने चाहिँ अवस्था मिल्यो। हाल उद्धार गरिएका अधिकांश युवा युवती कैलालीका हुन् र प्रहरीले यस अन्तर्देशीय ठगी धन्दामा संलग्न 19 जना मुख्य शङ्कास्पदहरूमाथि कडा कानुनी अनुसन्धान अगाडि बढाइसकेको छ। 453 नेपालीको जीवन मात्र जोगिएको छैन। नेपाल प्रहरीको यो आक्रामक एक्सनले अन्तर्देशीय मानव तस्करहरूको सञ्जाललाई नै जरैदेखि हल्लाइदिएको छ। आफ्ना नागरिकका लागि सीमाना नागेर वीरता देखाउने नेपाल प्रहरी र कूटनीतिक संयन्त्रलाई कालचक्रको सलाम। कालचक्र आफ्ना नागरिकका लागि सीमाना नागेर वीरता देखाउने नेपाल प्रहरी र कूटनीतिक संयन्त्रलाई हामी सलाम गर्न चाहन्छौँ। आजको कालचक्र यति नै। अर्को हप्ता फेरि उपस्थित हुने नै छौँ। अहिलेलाई म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार। कालचक्र।